सो अलराइट, वेलकम ब्याक टु माई च्यानल आफ्टर भेरी लङ टाइम। र म पनि धेरै समयपछि आएर साथमा म यो स्टुडियोमा पनि पुरानो स्टुडियोमा पनि धेरै समयपछि आएँ विथ टेफुला। सो हाम्रो यो स्टुडियो पनि धेरै मिस गरेको थियो, साथमा हाम्रो भिडियोहरू भनेर भिडियोमा चाहिँ मैले चाहिँ नयाँ बारेमा अहिले हाम्रो नेपालमा पनि सरकार चेन्ज भयो, हाम्रो भिडियो राख्ने जोडी सरकार चेन्ज भयो, के नयाँ नयाँ अपडेट आयो। र त्यो सरकार नयाँ चेन्ज भएपछि हामीले एउटा सानो धेरै धेरै अपडेट आएको छ। र एउटा तपाईँलाई सानो अपडेट बारेमा यो भिडियोमा बुझाउनु भएको छु। भिडियो पनि नराखेको धेरै भएको थियो, त्यही कारणले गर्दा चाहिँ यही अपडेटको बारेमा बुझाएर तपाईँसँग यो च्यानल एउटा भिडियो राखौँ भनेर म रेकर्ड गर्दैछु। अपडेट के भन्दा चाहिँ नेपाल सरकार अरू इभन धेरैले भन्छन् बालन सरकार। सो त्यहाँ चाहिँ सरकारी वेबसाइटहरूमा चाहिँ एउटा सानो टुल ल्याएको छ। त्यो टुलको बारेमा म देखाउँछु। कन्टेन्ट पनि हुन्छ, एउटा टेक कन्टेन्ट पनि हुन्छ, अपडेट पनि हुन्छ। र त्यो अपडेट चाहिँ कुनै कुनै धेरै जसो सरकारी साइटहरूमा आएको छ। र हामी चाहिँ अहिले मन्त्री परिषदको ल्याएका छौँ। र तल चाहिँ तपाईँले आइकन देख्न सक्नुहुन्छ, त्यो मान्छेको आइकन होला, हो त्यही नै यो हाम्रो टुल। र त्यसमा रहेको छ सबैले टुल र टेक्स्ट साइज रहेको छ, हाई कन्ट्राक्ट, टेक्स्ट लाइन सानो ठुलो, कलर फिल्टर, टेक्स्ट स्पेसिङ, लाइन हाइट, अनि फन्ट सिलेक्सन, यसै गरेर सेचुरेसन जुन कलर चेन्ज गरेर आँखाको प्रब्लम भएको छ तिनीहरूको लागि। अर्को रहेको छ डिएफ वाला, त्यसपछि बिगर कर्जर यता साइडमा रहेको छ। त्यस्तै गरेर चाहिँ यहाँ साइज कलर विभिन्न उसको रहेको छ। सबभन्दा पहिला रहेको चाहिँ टेक्स्टको साइज, सानो ठुलो टेक्स्टले सानो ठुलो गर्न सक्नुहुन्छ। अर्को चाहिँ हाई कन्ट्रास्ट भनेको चाहिँ तपाईँले त्यहाँदेखि त्यो ब्राइटनेस जस्तो सानो ठुलो गर्न सक्नुहुन्छ। अर्को चाहिँ टेक्स्टको हेर्दा कतिको स्पेसमा टेक्स्टहरू राख्ने तलमाथि त्यो गर्ने। र अर्को साथमा रहेको तपाईँको कलर फिल्टर, यो पनि आँखाको समस्याहरूको लागि उनीहरूले कुन कलर देख्दैन, सो त्यही कलर फिल्टर रहेको छ। अर्को चाहिँ तपाईँको टेक्स्टको स्पेसिङ जुन तपाईँको तल रहेको छ, र त्यसले पनि टेक्स्टको बिचको स्पेसिङहरूको देखाउँछ। अर्को चाहिँ टेक्स्टको हाइट कतिको सानो ठुलो। अर्को फन्ट सेलेक्सन भनेको चाहिँ फन्ट तपाईँले कुन सेलेक्ट गर्ने फेर्न सक्नुहुन्छ। अर्को सेचुरेसन, यो पनि कलर प्रब्लम टाइप प्रब्लम हुनको लागि हो सेचुरेसन। र अर्को त्यस्तै रहेको छ अब यो वाला फिचर्स, यो वाला चाहिँ साइडमा रहेको छ कर्जरवाला, बिगर कर्जर ठुलो सानो। र तपाईँले माथि जुन एरो रिसाइकल जस्तो छ त्यहाँदेखि तपाईँले फेरि पनि ओरिजिनल फर्ममा ल्याउन सक्नुहुन्छ कुनै चेन्जेस आयो भने चाहिँ। अर्को छ इमेजलाई हाइड गर्ने, र यसले क्लिन देखाउँछ इमेज बिनाको चाहिँ। र यही अपडेट रहेको छ। तपाईँहरूसँग कनेक्ट हो भने त्यत्तिकै लिएर आएको थिएँ। सिम्पल तपाईँलाई मैले देखाएर पनि गर्न सक्थेँ। र यहाँ चाहिँ सबैको अपडेटको उसहरू टुल्सको बारेमा देखाएको थिएँ। र हाम्रो नेपालमा चाहिँ नयाँ सरकार आएको छ, होप गरौँ यो सरकारले हाम्रो लागि निकै नै राम्रो गर्नेछ। र बेस्ट अफ लक फर द न्यू गभर्मेन्ट, अल्सो फर अस जसलाई हामी आइटी फिल्डमा रहेका छौँ र नयाँ आइटी फिल्डमा रहेका छौँ। सरकारले राम्रो गरोस् र अल द बेस्ट टु द गभर्मेन्ट एन्ड अस।